ल ल क्वाप्पै यत्रो धेरै पानी परिरहेछ अब अरे यसको पावर चाहिँ खत्रै रहेछ सुटिङमा यस्तो सामेल भएर। गाइज आज चाहिँ म पास भएँ र मेरो रिजल्ट पनि राम्रो आयो, B+ आएछ। ठिकै छ, राम्रै हो। र म अब घर जानु लागि मेरो ब्याग अनि केटाहरूसित बाथरुम जाम, केटाहरूलाई लिगम अनि अङ्कल त्यहाँ आउनुहुन्छ अनि गाडीमा बसेर टक्क घर जाम अनि म हजुर देखाउँछु। हामी चाहिँ गाडीमा चढ्यौँ अनि यो र म चाहिँ यहाँ र मेरो साथी चाहिँ उता मोबाइल हेरिरहेको छ। चिन गर्मी भएर हामी चाहिँ यहाँ बसिरहेको छ यस्तो तरिकाले। अनि हामी ठ्याक्क भोल्क्सवागनको सोरुम अगाडि र अब एकछिन यहाँ बसौँ, आराम गरौँ, त्यहाँबाट यसमा बसेर गइन्छ। हामीले चाहिँ अति गर्मी भएर आइसक्रिम लिएर आएको, यसले एउटा यता एउटा छ अनि उसलाई पनि एउटा दुईवटा हजुर। अब यो आइसक्रिम खान्छौँ, एकदम गर्मी भयो नि त, अब बसेर आइसक्रिम खान्छौँ, त्यहाँबाट आइसक्रिम खाएर जाने पैसा। ल पोखरा छोडेर अनि आइसक्यो एन्ड द बाटो। Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get out of my own head. Wanna lay down, overthink. I wanna cry every tear I got. ल अहिले चाहिँ हामी पिङ्क सिटी अफ नेपाल वालिङमा आइसक्यौँ। लास्ट म निदाएको छु कि हालत खराब भयो, तर म धेरै खिच्न पाएन। अनि यो चाहिँ यहाँ अब हामी चटपट खान जानु लाग्यो। यो चाहिँ पानीपुरी समात्दै फेरि पछि एउटा रिफ्रेसमेन्ट चाहिन्छ क्या, हिँडेर झ्याउला अब खानेको छ। हामी चाहिँ सुटिङ गर्दै सुटिङमा यस्तो सामेल भएर म नि फिल्ममा आउने भयो। I wanna hold you close and let you go. Wanna clear a bottle of Cabernet. Wanna stay home, not even drink. Wanna get out of my own head. Wanna lay down, overthink. I wanna cry every tear I got. Put on a dress, be a stranger's dream. Lock up this heart of mine, wanna wear it on my sleeve. I kinda wanna hate you, but I wanna love you too. ओ केटा हो चपकोटाइयो, अब जाने होला चाहिँ एउटा घर नजिकै छ, पुग्छु। केटा हो यो आँखाले चाहिँ मेरो ल्यान्ड हो, जहाँसम्म देख्छु त्यो सब मेरो जग्गा हो। ल केटा हो यही हो अगाडिको मेरो घर चाहिँ यही हो। आइसक्यो ल केटा हो घर बस्यो। म चाहिँ भित्र बसेँ, अब घर आइसक्यो स्विट होम। लामो बाटो आउँदा पहिला आउँछ, मेरो घर खराब थियो, त्यहाँ धेरै कुरा हेर्न पाएन। फेरि पछि घर आएको छुट्टी मजा लिएर एन्ड दिस इज द घर। हेर्छ ल केटा हो अब चाहिँ हामी यसो पानीपुरी खाने नयाँ स्कुटरको टेस्ट राइड हानेर जान लाग्यो। अनि म चाहिँ यो र मेरो आउटफिट यो म हल्का मोटे भएछु क्या। एन्ड देन अब जाऊँ यो चाहिँ हाम्रो नयाँ स्कुटर र यसमा जानेवाला छौँ। कहाँ जानु घर आइज बस यहाँ अटिन होला। ए ए हात छोडेर चलाउनु के एउटा हातले चलाउनु अरे। केटा हो हामी चाहिँ यहाँ आइसक्यौँ र ए कखरी खोल्छु। मलाई चाहिँ गर्मी भयो, मलाई लाग्यो दिस। केटाहरू चाहिँ नानी र उस चाहिँ उता स्कुटर यहाँ, यसको पावर चाहिँ खत्रै रहेछ। केटाहरू हामी चाहिँ यत्तिकै बसेको यहाँ भित्र आएर जानुहुँदैछ। अनि यहाँ चाहिँ के गरेको मुख हाँस्न मात्र छ। अनि यो चाहिँ यता म ल्याएर खै देखा त तेरो सस्ता आइफोन। अनि यो चाहिँ हेलमेट चाहिँ कस्तो यो माथि नै जाँदो रहेन क्या, यो झ्याउ गर्दै गएर कस्तो वाइल्ड गरिदिनु भएको, मजा चाहिँ आयो। किनेको चाहिँ भयो कति भन्दा
5 दिन 5 दिन 5 दिन 10 मा पुगेको फुच्ची पढ्न सन्न छैन ओइ पढ्ने होइन होइन बा त्यो यो पानीपुरी खाने भनेर चटपट खाने भनेर मैले मेरो पछि ल्याएर आएको थिएँ मैले यसलाई ल्याउन पनि खोजेको थिएँ ओचो यो ब्यागको चाहिँ यत्रो धेरै पानीपुरी आयो अनि यो चाहिँ खाँदै ल क्वाप्पै यत्रो धेरै पानीपुरी आएपछि अब मजाले खाने होला यिनीहरूको चोरी पनि खाइदिन्छु ल यो पनि आयो राइडर ग्लोभ्स लगाएर पुरा हेलमेट सेलमेट राखेर ओइ आयो है ल म आज स्पोन्सरको नि आयो यत्रो धेरै छ 14 इयर्स हामी चाहिँ बाँडेर खानेवाला छौँ मिठो भइरहेको छ यता अब हामी चाहिँ जानु लाग्यो अनि यो चाहिँ स्कुटर भ्यू चाहिँ यस्तो खतरा छ हामी यहाँ बस्यौँ साथीहरूलाई कुर्न अब यस्तो डुलेर आऊँ भन्ने सोचेको राइड हानेर आऊँ अलिकति अनि त्यसपछि जाउँला स्कुटर यो चाहिँ एकदम भारी हुँदो रहेछ रोकेपछि एकछिन स्ट्यान्ड गर्न नसकिन्छ जस्तो क्या अनि यो चाहिँ अलि अफ रोडको लागि बनायो भने त अनि स्पिडको लागि खतरा छ क्या ल